हेलो एभ्रिवान व्हाट इज अप के छ हाल खबर सबैको होप सबै आरामै हुनुहुन्छ होला हैन के हो आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि पर्दघाटमा रहेको पारिजात पर्यटन पार्क रे हैन हामी चाहिँ अनि आज छुट्टी थियो नानीहरूको पनि दिदीको पनि छुट्टी थियो भान्जाको छुट्टी थियो त्यही भएर हामी दिदी म भान्जा अनि मेरो छोरी बुढी भएर चाहिँ हामी पार्कतिर लाग्यौँ। हामी चाहिँ अनि यसो चटपट लिएर हैन एकछिन वहाँ डाँडामा गएर यसो केटाकेटीलाई नि खेलाउने अनि आफूहरू पनि यसो फोटोसोटो खिचेर आउने भन्ने प्लानमा चाहिँ हामी लागेको ल। अनि जहिले पनि आउटिङ हुँदाखेरि बाहिर यसो घुम्न जाने भनेपछि केटाकेटीहरूको एक्साइटमेन्ट नै अलग्गै हुन्छ। मेरो छोरी साह्रो खुसी छ, भान्जा नि खुसी हैन। अब हामी त नजिकै हो, त्यस्तो टाढा त होइन, त्यही पनि गएको थिएन। म नेपाल आएर भर्खर कति दिन भयो, यतिखेर मेरो 5-6 दिन भए यसो घुम्न जाऊँ न त भनेर नि यसो नजिक अनि गएको। अनि उकालो चढ्नु पर्दो रहेछ, सिँढीको व्यवस्था गर्नु भएको रहेछ यहाँको व्यवस्थापन समितिले। चारैतिर हरियाली छ हैन, फुलहरू पनि बाटोहरू बन्दैछ, फुलहरू रोप्नु भएको रहेछ साइडमा राम्रो राम्रो। थाकलहरू देखेर भान्जाले थाकल भन्दैछ। बुढी र म चाहिँ पछाडि छौँ अनि नानी चाहिँ दिदीसित हिँडिरह। भान्जा कहाँ पुगिसक्यो उता माथि, केटाकेटीहरू रमाइलो छ। अनि यहाँनिर चाहिँ ठ्याक्क बस्ने ठाउँ पनि रहेछ, पानीको व्यवस्था पनि रहेछ। अहिले चाहिँ भर्खर बन्दै भएको भएर खासै व्यवस्थित त छैन, तर नि पानीको व्यवस्था चाहिँ गरिदिनु भएको रहेछ। बस्नेको व्यवस्था छ, टक्क बसेर माथिपट्टि जति चढ्दै गयो त्यति शीतल हावा पनि राम्रो लागिरहेको। घाम त खासै थिएन, तर अलिअलि घाम चाहिँ थियो, त्यही नै हावा चाहिँ चलिरहेको भएर त्यस्तो गर्मी त फिल भएन। ठाउँ राम्रो छ। तपाईहरू अब लोकल अब मानिसहरूलाई चाहिँ यहाँ भिजिट गर्नको लागि चाहिँ एउटा राम्रो ठाउँ बनेको छ, त्यही हो। केटाकेटीहरूलाई छुट्टीमा यसो ल्याउनको लागि पछि पार्क छ हैन, तर माथि छ, तर पनि केटाकेटीहरूलाई खेल्नको लागि रमाइलो गर्नको लागि राम्रो ठाउँ बनेको छ। अनि तलपट्टि चाहिँ पिकनिक स्पोट पनि रहेछ, पिकनिकको लागि, पिकनिक खानको लागि ठाउँहरू पनि बनाउनु भएको रहेछ। थक्कल पनि भर्खर फल्दैछ, हरियै रहेछ, भर्खर हरियो छ, त्यो पाक्ने बेला त भएन। हामी चाहिँ जाँदैछौँ, थाकियो हिँड्दा। अनि यहाँनिर चाहिँ यसरी ढुङ्गाको एउटा मूर्ति बनाएर राखिदिनु भएको रहेछ। कसको काम हो कुन्नी, लुक नाइस। यतातिर चाहिँ बाटो बन्दैछ, अझै पुरा बनाएको छैन, ढुङ्गाहरू बिछाउनु भएको रहेछ। फाइनली यत्रो चढाइपछि चाहिँ हामी चाहिँ बल्ल तल्ल गरेर चाहिँ माथि पुग्यौँ हैन। माथि चाहिँ अलि रहेछ, हावा सरर चलिरह, शीतलै छ, घाम चाहिँ लागिरह। अनि यसरी ढुङ्गा चाहिँ यसरी पेन्ट गरेर राम्रो बनाएर राख्नु भएको रहेछ। पर चाहिँ लभ साइन रहेछ, नानीले देखिसक्यो, मेरो छोरीले हो। भान्जा चाहिँ दौडिरहेछ उतातिर खुसी भएर।
अनि अगाडि बढ्दै जाँदाखेरि चाहिँ यसरी अहिले कार्य हुँदै रहेछ होइन, काम चलिरहेको रहेछ, बिरुवाहरू रोप्दै हुनुहुँदो रहेछ, अझै कम्प्लिट त भएको रहेनछ। त्यही नै अब एक्साइटमेन्ट त हो नि, वरपरको मान्छेहरू चाहिँ आउनुहुँदो रहेछ यसो भिजिट गर्नको लागि, घुम्नको लागि, यसो बस्नको लागि होइन। अनि यहाँ फोटो खिच्नको लागि यसरी आई लभ बर्दघाट के लेखेछ है, नगरपालिका हो क्या हो होइन। अनि टक्क फोटो खिच्नको लागि यसरी बनाएर राखिदिनु भएको रहेछ होइन। लोकल टुरिस्टहरूको लागि चाहिँ राम्रो लोकेसन छ होइन। मेरो छोरी हिँडिरहेछ डाँडामा सरर हावापानी। अनि यहाँ चाहिँ यसरी यो चाहिँ नेपालको नक्सा बनाउनु भएको रहेछ यसरी होइन। यतापट्टि झन्डा, उतापट्टि नक्सा होइन, बन्दै रहेछ। अब कम्प्लिट भएपछि चाहिँ राम्रो देखिन्छ होला, त्यही हो। अब हामी चाहिँ बसेर यसो खान त के छ, के ल्याइएछ भनेर चाहिँ खाना लागेको। अनि मेरो छोरीलाई खानासाना पछि चाहिँ फोटोसोटो खिच्ने होइन, सट्ट बाउ छोरी भएर गीत गाउँदै फोटो खिच्दै, उता फेरि भान्जा पनि आउँदै होइन, रमाइलो छ। अनि हामी चाहिँ बच्चा बच्चीलाई खेलाउनको लागि, पिङसिङ खेलाउनको लागि चाहिँ अब लिएर जाँदैछौँ। क्यामेरामा चाहिँ मेरो बुढीले साथ दिँदै हुनुहुन्छ भने म चाहिँ सामान बोकेर पछि पछि लुखुर लुखुर। हाम्रो यहाँ भान्जालाई निद लागिसक्यो झुला खेल्दा खेल्दा। गाह्रो छ बा, गाह्रो छ। अनि मेरो छोरीको पालो अब चिप्लेटी खेल्ने रे होइन, स्लाइडिङ खेल्ने भनेर झट्ट मैले चाहिँ माथि लगाएर यसरी अनि भान्जाले तलबाट समात्ने, मैले माथिबाट छोडिदिने। ए भगवान्, गाह्रो छ परे।
अनि बाउ छोरी बुढी भएर चाहिँ चट्ट एउटा टिकटक पनि बनाइदिउँ न त भनेर टिकटक क्लिप्स पनि हाल्दैछु मैले होइन। चट्ट टिकटक सिकटक पनि बनाइयो, फोटोसोटो पनि खिचियो होइन। त्यही त हो नि, बरै अलिअलि सम्झना त हो। अनि त्यति गरिसकेपछि चाहिँ हामी अब चाहिँ लाग्नुपर्छ है भनेर हामी आफ्नो कार्यक्रम सकेर हामी चाहिँ अब घरतिर लाग्न लाग्यौँ। झर्दैछौँ अब चाहिँ जानुपर्छ, साँझ पर्छ भनेर चाहिँ हामी चाहिँ निस्केको। ल आजको लागि यति नै होइन। मेरो भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। किप सपोर्टिङ, साथ दिनु होला होइन। हेरेर भए पनि यसो सपोर्ट गरिदिनु होला। त्यस्तो त खासै केही पनि छैन, तर पनि त्यही त हो नि, के हो र। थ्याङ्क्स फर वाचिङ।